आज म बनाउन जान्छु सवारो अमलेट सुसी के कस्तो बनाइन्छ हेर्नु होला एकदम हेल्दी फुड हो यो लाउनुस् यो मिजाइ हेर्नुस् पहिला यो भयो हाम्रो सुसी राइस यो भयो हाम्रो अमलेट हैन यो भयो कुकुम्बर यो लेटुस भइहाल्यो आभागाडो क्यारेट एन्ड यसलाई भन्छ जापानिजमा पोच चिकन यो भयो हाम्रो राइस एकदम रेडी भयो है टक्क लेटुस कुकुम्बर आई क्यारेट हल्का क्यारेट गाजर पछि आयो हाम्रो यो है पोच चिकन आयो है छोटो छोटो लगायो है आभागाडो दूसरा हाल्यो है चट्ट यो भयो हाम्रो आभागाडो यो भयो हाम्रो रोल यो भयो हाम्रो सुसी रोल हेर्नुहोस् सस बाट आयो स्प्रिङ अनियन जस्ट गार्निस टपिङमा माथि एकदम आयो सेसमी सीड वाइट हेर्नुहोस् गाइस यो हाम्रो रेडी भयो सुसी हेल्दी सुसी रेडी भयो यसमा आयो कम्बिनेसन आयो उसमा आयो तेरियाकी सस रेडी हाम्रो गाइस यो रेडी भयो हाम्रो सुसी हेल्दी सुसी यो हाम्रो भयो कुकमिन सोया सस यो भयो वसाबियो और यो गारी जिन्जर यो घरमै बनाएर या तपाईले कुनै पनि रेस्टुरेन्टमा ट्राई गरेर खान सक्नुहुन्छ के कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला।